श्री प्रधानाध्यापकज्यू तथा शिक्षा शिक्षिकाज्यूहरू र मेरो प्यारे प्यारे साथीहरूमा मेरो न्यानो नमस्कार। आज मिति 2082 साल 2 महिना 16 गतेको दिन मलाई सरले कविता वाचन गर्नको लागि बोलाउनु भएकोमा म सरलाई धन्यवाद गर्न चाहन्छु र खुसी हुँदै एउटा कविता भन्न गइरहेको छु। कविताको बोल छ मेरो वास्तविकता। खाना त एक पेट हो त्यसैले डम्म हुन्छु म, लाउन त एक ज्वरो हो त्यसैले गम्म हुन्छु म, जमिन 3 हातको सुत्नलाई प्रस्तुत छ, घाम पानी सके अटान झुपडी माग्न मस्त छ, स्वावलम्बी सके बन्न कुनै चाहिँदैन नोकर, सवत्र जागेर तातेस कसैले लाउन कर, सीमा विलासको छैन स्वाद छैन गिलासको, खाँचो छ एउटा मात्र मित्रता मिसासको, सल्टे भूषण्य चाहन्न म धनी हुन, आँखा छेली परीक्षामा चाहन्न इलामी हुन, नखाई सञ्चेत गर्ने लोभीको चेत छैन रे, खाएर नगरेका मर्को पापी हुँदैन रे, अर्काको भाग खोसीमा डाका अर्को हुँदैन रे, आफ्नो भर परे आफै लक्षणले हुँदैन रे। थ्याङ्क यू सर।